सो हिमालयन रेडियो 88.9 द फर्स्ट नेप्लिज भोइस इन अस्ट्रेलियामा छौँ यतिखेर र हामीले सोशल मिडियाका हाम्रो सोशल मिडियाको विभिन्न प्लेटफर्ममा र सँगसँगै अघि अन एयर भएदेखि भनिरहेको थियौँ कि आज हामीसँग एकजना गेस्ट नेपालबाट जोडिन लाग्नु भएको छ। उहाँको बारेमा मैले जानकारी दिनु पर्दाखेरिमा चाहिँ राईपाली भन्ज्याङ भन्ने बुक मैले पढेको थिएँ। त्यो बुक पढिसकेपछि मैले उहाँलाई एज एन अथरको रूपमा चाहिँ चिनेको, लेखकको रूपमा चाहिँ चिनेको थिएँ होइन। सो बुक चाहिँ एकदमै मन छुने खाले बुक छ यो चाहिँ होइन, एकदमै मलाई मन परेको किताब पनि हो। सो फर अब भनौँ न सोशल मिडियाको कारणले गर्दाखेरिमा चाहिँ अहिले एकदमै सजिलो पनि छ मान्छेहरूसँग कनेक्ट हुनको लागि होइन, तपाईँ त्यही ठाउँमा हुनुपर्छ भन्ने चाहिँ छैन। सो सोशल मिडियाको थ्रुबाट चाहिँ आई गेट भनौँ न उहाँसँग कनेक्टेड हुन मौका पाएँ मैले। र यही राईपाली भन्ज्याङको बुकको लेखकसँग चाहिँ आज हामी छोटो मिठो कन्भर्सेसन गर्छौँ होइन। तर सबैभन्दा पहिला चाहिँ म सागरजीलाई वेलकम गर्न चाहन्छु हिमालयन रेडियोमा। सागरजी तपाईँ अन एयर हुनुहुन्छ? हजुर श्रीयाजी नमस्ते, धन्यवाद। अनि सन्चै हुनुहुन्छ? ठिकै छु। अनि तपाईँलाई कस्तो छ? हामीलाई पनि सन्चै छ। मसँग चाहिँ यहाँ मेरो एकजना साथी पनि हुनुहुन्छ रचना। हजुर नमस्ते। नमस्ते सागरजी। अनि सागरजी अहिले अब तपाईँ हामीले अफियर पनि कुरा गरिरहेको थियौँ होइन, अलिक व्यस्त पनि हुनुहुन्छ। हामी यो कन्भर्सेसनलाई सकेसम्म छोटो बनाउने प्रयास चाहिँ गर्छौँ। तर सबैभन्दा पहिला चाहिँ तपाईँले समय दिनुभयो त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु। सबै कुरा ठिक छ हजुरको? हजुर सबै राम्रै छ श्रेयाजी। अघि अलिकति इन्ट्रोडक्सनको बारेमा हामी कुरा गरौँ होइन। मैले चाहिँ तपाईँलाई राईपाली भन्ज्याङ भन्ने किताब पढेपछि एज एन अथरको रूपमा चाहिँ लेखक हुनुहुँदो रहेछ भनेर चाहिँ चिनेको थिएँ होइन। तर अब हामी यसरी हिमालयन रेडियोमा कुरा गर्ने भनेपछि चाहिँ मैले तपाईँको बारेमा अलिकति रिसर्चहरू गर्न थालेँ। अनि रिसर्च गर्दा गर्दै मैले के पत्ता लगाएँ भने तपाईँ चाहिँ गीत पनि गाउनु भएको रहेछ पहिला, र सँगसँगै अहिले एज अ टिचरको रूपमा काम गर्नुहुन्छ। त्यो सही हो? हजुर ठिकै हो। पहिला म सानोमा गीत त अब मैले अलि सानै उमेरमा हुँदाखेरि सुरु गरेको थिएँ। लगभग 6-7 वर्षकै उमेरमा हुँदाखेरि विभिन्न त्यो बेलामा हुने मेला महोत्सवहरूमा चाहिँ हामी गीत गाउने गर्थ्यौँ। दोहोरी लाइभ दोहोरी गाउने गर्थ्यौँ। त्यसपछि बिचमा दोहोरीमा चाहिँ मेरो ग्याप भयो, यता पढाइतिर लागियो भनौँ। अनि पढाइतिर औपचारिक पढाइतिर अघि बढ्दै जाँदा चाहिँ दोहोरी चाहिँ ग्याप हुन पुग्यो लगभग 15-16 वर्ष पश्चात नै। त्यसपछि चाहिँ अलिकति अब त्यसमा रस त छँदैछ नै, त्यसमा अब सुर ताल त अब किन बिर्सिन्थ्यो र एकचोटि गरेको कुरा। तर चाहिँ नि त्यसमा प्रोफेसनल्ली त्यो लाइनमा लगातार निरन्तर रूपमा चाहिँ लागिएन। तर रस छ अझै पनि, राम्रो लाग्छ सुन्दा, बेला बेला म्युजिक राम्रै लाग्छ। अनि एज अ प्रोफेसनको रूपमा चाहिँ तपाईँ टिचिङ गर्नुहुन्छ? हजुर अहिले चाहिँ म यतिखेर हालको प्रोफेसन चाहिँ टिचिङ गर्छु। खासमा चाहिँ अलि अगाडिसम्म म अब आफ्नो विषय मेरो कृषि पर्यो, त्यस कारणले गर्दा पिटियु किर्तिपुरमा मास्टर्स गरिरहेको थिएँ कृषिमै। अनि त्यसपछि औपचारिक पढाइ अब सकिए पश्चात चाहिँ अब केही आफ्नै फिल्डमा पनि भनौँ, आफ्नै क्षेत्रमा पनि केही गरौँ भनेर चाहिँ अनि कृषि चाहिँ मैले अहिले कृषि नै पढाइरहेको छु। टिचिङ चाहिँ कृषि नै पढाइरहेको छु। एग्रिकल्चर विद्यार्थीहरूलाई 9-12 भन्छ, 11-12 का विद्यार्थीहरूलाई, 9-10 का विद्यार्थीहरूलाई चाहिँ अहिले कृषि नै मैले पढाइरहेको छु। अहिले चाहिँ म मेरो घर लमजुङ भए पनि यता बागलुङमा छु र बागलुङमा बसेर टिचिङ गरिरहेको छु। ओके, सो अहिले नेपालमा जाडो महिना लागिरहेको छ, चिसो चिसो भइरहेको होला होइन? अलिकति तपाईँको यो जुन जर्नी छ, यात्रा छ, त्यो चाहिँ मलाई एकदमै इन्ट्रेस्टिङ लाग्छ कि तपाईँ सानो हुँदा गीत गाउनुहुन्थ्यो होइन, त्यसपछि चाहिँ कृषि विषय लिएर पढ्नु भयो र अहिले चाहिँ एज अ प्रोफेसन तपाईँ टिचिङमा लागिरहनु भएको छ र कृषि नै पढाइरहनु भएको छ। तर तपाईँ चाहिँ अलिकति भनौँ न पाठकहरूको माझ अथवा बाहिर चाहिँ एज एन अथरको रूपमा, लेखकको रूपमा चिनिनु भयो होइन। यो जर्नी को बारेमा अलिकति कसरी केही भन्न चाहनुहुन्छ यो बारेमा? तपाईँको इन्ट्रेस्ट छुट्टै अनि पढ्नु भएको छुट्टै, बच्चा बेलामा गीत सङ्गीतमा पनि तपाईँको रुचि थियो होइन। यो तपाईँको होल जर्नी चाहिँ अलिकति एकदमै इन्ट्रेस्टिङ लाग्छ क्या मलाई। यस्तो छ, अब म आफू त एउटा शिक्षकै छोरा हो म है। मेरो बाबा टिचिङ नै गर्नुहुन्थ्यो। अनि त्यसपछि पढाइ अब त्यो अब एउटा शिक्षकै छोरा भएको नाताले पनि
अब घरमा वातावरण पढ्ने वातावरण राम्रो नै थियो। त्यस कारणले गर्दा पढाइ चाहिँ मेरो सानैबाट राम्रो नै थियो। अनि त्यसपछि ड्याडी पनि यो लोकगीत क्षेत्रमा भनौँ यो कलाकारिताको क्षेत्रमा ड्याडी सानैबाट भनौँ न ड्याडीले पनि अलिक प्रोत्साहन गर्नुहुन्थ्यो। ड्याडी पनि आफै त्यो क्षेत्रको भएको कारणले गर्दा अनि म लगभग 5-6 वर्षको उमेरदेखि नै अनि ड्याडीले चाहिँ अब त्यो बेला मैले त्यही बेलादेखि नै अब सुर ताल अलिअलि समाउन थालेपछि गीतमा अब अलिकति छ भन्ने थाहा भएपछि त्यो बेलामा त अब अहिलेको जस्तो अब टेक्नोलोजी थिएन भनौँ। अब त्यो बेलामा यो मोबाइल सोबाइल केही पनि थिएन। त्यस्तो नहुँदै गर्दाखेरि मान्छेले मनोरञ्जनका साधन भनौँ अथवा त्यो रमाइलो पल गर्नलाई चाहिँ अब त्यही मेलाहरूमै अब भनौँ महोत्सवहरूमै उत्सवहरूमै रमाउँदथे मानिसहरू। अहिलेको त अब मेला महोत्सवहरू धेरै फितलो छन्। अझ त्यो बेला त एकदमै भनौँ न भव्य हुने गर्दथ्यो। अब त्यो बेला म जम्मा त्यो 61-62 सालतिरको कुरा हो यो चाहिँ। त्यही सुन्दर बजार, मेरो घर चाहिँ लमजुङ सुन्दर बजार हो। त्यही सुन्दर बजारमै सुन्दर बजार महोत्सव भएको थियो। अनि त्यो बेलामा चाहिँ अनि हजारौं मान्छे हुन्थ्यो। अहिले त बरु त्यही महोत्सव भयो भने 2-4 हजार मात्रै मान्छे हुन्छन्। तर त्यो बेलामा चाहिँ गाउँबाट मान्छेहरू आउने गर्दथे। 10-12 हजार जना मान्छे नै हुने गर्दथे। त्यहाँ ठुलो ग्राउन्ड पनि छ, चौर पनि छ, मान्छे अटाउने खालको। अनि त्यो बेलादेखि नै अनि गीत चाहिँ मैले लगभग 2-3 वर्ष 3-4 वर्ष जस्तो लगातार, जस्तो हामीले 2 वर्ष त लगातार जित्यौं पनि, प्रथम पनि भयौं। म आफै 6 वर्षको थिएँ। मेरो लिडर पनि 10-11 वर्षको हुँदा हुनुहुन्थेन, फेरि ज्ञानबहादुर परियार उहाँको नाम थियो। सम्झिन पनि चाहे मैले, हाम्रै गाउँकै हुनुहुन्थ्यो। अनि त्यसपछि हामीले चाहिँ लगातार 2 वर्ष त्यहाँ जित्यौं पनि। अब भाग मात्रै लिएको, सहभागिता मात्रै होइन कि विजयी पनि भयौं। अनि त्यसपछि 3-4 वर्ष जस्तो लगातार दोहोरीतिर लागियो। त्यसपछि अब पढाइ त चलिरहेकै थियो, पढाइ अब राम्रै थियो। अनि एक हिसाबले भन्दाखेरि चाहिँ मेरो सानैबाट अलिकति नेपाली चाहिँ राम्रो थियो, अरू पनि सबै राम्रो थियो। नेपालीमा चाहिँ अझ म भनौँ सानैदेखि यसो कुराहरू मिलाएर बनाएर भनिदिन सक्थे तत्कालै पनि। अब मानौ अब शिक्षकहरूले कुनै बदमासी गरेको बेलामा ठ्याक्क अब भेटाउनु भयो भने भनौँ अथवा पक्रिनु भयो भने म उतिखेरै पनि बनाएर भनिदिन सक्थे। मलाई चाहिँ आजकल चाहिँ सोच्दै गर्दा पछाडि फर्केर के लाग्छ भन्दा अब त्यो कल्पना गर्न सक्ने होला अथवा आफूले बनाउन सक्ने होला, त्यो कुराहरू चाहिँ अब सानैबाट चाहिँ अलिअलि रहेछ कि त भन्ने चाहिँ अहिले मलाई फिल हुन्छ। अनि त्यसपछि म लगातार अब पढाइतिरै अगाडि बढियो भनौँ। अनि त्यसपछि पढाइतिर अगाडि बढ्दै जाँदा अब एसएलसी भयो, सकियो। +2 मैले केएमसी काठमाडौँ मोडल कलेज काठमाडौँ बागबजारबाट गरेँ। साइन्समा +2 गरिसकेपछि मैले सानै उमेरमा पढेको थिएँ, जम्मा 16 वर्षको थिएँ +2 पास गर्दा। अलि अल्लारी नै थिएँ भनौँ। अनि त्यसपछि जम्मा 16 वर्षको एउटा माइनर नै भनिन्छ आजकल त होइन। अनि त्यसपछि त्यो बेलामा लगभग 1 वर्ष मेरो लस नै भयो। अब कता जाने, कुन फिल्डमा जाने भन्ने अब त्यो निर्कल गर्न अलिक गाह्रो भयो। 1 वर्ष जुन विषय चुज गर्नुभयो कृषि, त्यो पनि एउटा इन्ट्रेस्टिङ पक्ष जस्तो लाग्छ कि मलाई। अब तपाईँले किन लिटरेचर अथवा साहित्य लिनु भएन? यस्तो छ त्यसमा चाहिँ श्रेयाजी, जस्तो कि मलाई भने सानैदेखि नेपालीहरू चाहिँ राम्रो थियो। नेपालीहरूको चाहिँ जस्तो कि मलाई इन्ट्रेस्ट चाहिँ के थियो भन्दा सानैमा हुँदाखेरि अब नयाँ किताब आउँछ नेपालीको, त्यसपछि त्यहाँको कथा कविताहरू चाहिँ म सर्लक्कै पढेर पहिल्यै भ्याइदिन्थेँ कि अब म्याडमहरूले सरहरूले पढाउनु अगाडि नै त्यो कथा मैले सकिसकेका हुन्थेँ भन्नाले चाहिँ मलाई अब सबकन्सियसली पनि लिटरेचरतिर चाहिँ अब ध्यान रहेछ भन्ने जस्तो लाग्छ। त्यो बेलामा अब कथाहरू कविताहरू मैले सबै पढेर भ्याउँथेँ होइन। अनि त्यसपछि अब 12 सकिए पश्चात चाहिँ अनि त्यसपछि के भयो त भन्दाखेरि अब म अल्लारी नै थिएँ, 16 वर्षको मात्रै जम्मा। अनि त्यसपछि त्यो भए पश्चात चाहिँ अब त्यो 1 वर्ष यत्तिकै गयो। 1 वर्ष चाहिँ म गाउँतिरै अब बुढाहरूसित, म फेरि अब सानो उमेरकादेखि युवाहरू वर्गदेखि बुढापाकाहरूसँग सबैसँग पनि घुलमिल हुन सक्ने स्वभावको छु। त्यो हिसाबले गर्दा चाहिँ अब बुढाहरूसित त्यो बेलामा त मैले लगभग 1 वर्ष जस्तो, अहिले अब भन्दा कतिको उपयुक्त हुन्छ हुँदैन, अब कति बुढाहरूसित अब कलब्रे खेलेरै बिताइयो। कलब्रे भनेको एउटा कार्ड गेमको एउटा भनौँ न एउटा खालको वान अफ द टाइप भनौँ, त्यो हो। त्यसरी पनि बिताइयो रमाइलोसँग। कहिले अब शिकार खेल्न जाने अङ्कलहरूसित, ठुलबाहरूसित, त्यसरी अब कहिले चाहिँ अब यस्तै उटपटाङ, गाउँले उटपटाङहरू गर्न जाने यताउता, त्यसरी पनि बित्यो। अब त्यसरी नै आफूले अनुभव गरे, आफूले नै भोगेर, आफूले नै चाहिँ अब प्र्याक्टिस गरे भरै अब लेख्नलाई पनि त्यस्तै खालको शैली पनि भयो होला मलाई। अनि त्यसपछि लगभग 1 वर्ष त्यसरी बितेपछि चाहिँ अब हाम्रो फेरि त्यही लमजुङमै सुन्दर बजार मेरै ठाउँमै
लमजुङ कृषि क्याम्पस भन्ने छ कि लमजुङ क्याम्पस छ जहाँ चाहिँ कृषि पढाइ हुन्छ। हजुर। त्यसपछि ठुलो क्याम्पस छ त्यहाँ 77 जिल्लाको चाहिँ नि 77 जिल्लाकै विद्यार्थीहरू त्यहाँ पढ्ने गर्छन् अझै पनि। अनि त्यसपछि ठुलो क्याम्पस छ। अनि त्यसपछि अब म खासमा कृषि चाहिँ म संयोगले आएको हो कि अब कृषिमा एकदमै इन्ट्रेस्ट भएर म यता कृषि फिल्डतिर लागेको चाहिँ होइन। म चाहिँ कृषि चाहिँ कसरी संयोगले आएँ भन्दा घर नजिकै म चाहिँ मेन आफ्नो कमजोरी भनेको मेरो के थियो त भन्दा म घर छोड्नै सक्दैन थिएँ कि। अब घर छोड्न नसक्ने, आफ्नो गाउँ छोड्न नसक्ने, गाउँ घर नै प्यारो लाग्ने। अनि त्यो कृषि क्याम्पस चाहिँ ठ्याक्क चाहिँ आफ्नो वाकिङ डिस्टेन्समै मजाले नजिक नै भइदियो, आफ्नै ठाउँमा भइदियो। अब संयोगवश भनौँ। अनि आफ्नै ठाउँमा भएपछि यहाँ त दिनुपर्छ, यहाँ नाम निकालियो भने चाहिँ अब सहिलो हुन्छ, आफ्नै घरकै दुध भात खाएर चाहिँ 4 वर्ष ब्याजदर लाइफ मजाले कटाउन सकिन्छ भन्ने त्यति मात्रै कारणले मैले कृषि लिएको थिएँ। खासमा त्यो ठुलो कारण छैन कृषि लिनुमा चाहिँ। अब संयोगवश नै भनौँ, अब घर छोड्न नसक्ने, गाउँ छोड्न नसक्ने, अन्त गएर पढ्न अलि अप्ठ्यारो हुने। अब घरमा पनि बाबा आमाले अब अन्त गएर यसले कोठा लिएर बसेर पढ्ला भन्ने त्यो विश्वास पनि घरमा पनि थिएन इमान्दारीपूर्वक भन्नुपर्दा। अनि त्यो हिसाबले चाहिँ म कृषितिर आएँ। तर कृषितिर आएपछि म यता औपचारिक पढाइ भन्दा बढी चाहिँ साहित्यले नै मलाई आकर्षित गर्थ्यो पहिल्यैदेखि पनि, र त्यहाँ पनि गर्यो। अनि लेखौँ भन्ने भएर चाहिँ अनि त्यही दौरान त्यो 4 वर्ष जुन कृषि मैले पढेँ त्यही दौरानमा चाहिँ यो राइपाली भन्ज्याङ पुस्तक चाहिँ अनि मैले तयार गरेँ। त्यस्तो भयो। त्यही हजुरको त्यो इन्टरभ्यूहरू हेरेको थिएँ, त्यो सबै हेरेर सुनेर चाहिँ कस्तो जर्नी एकदमै इन्ट्रेस्टिङ लाग्यो कि तपाईँको जसरी गीत सङ्गीतबाट कृषि होइन, त्यसपछि यो साहित्यमा यो चाहिँ एकदमै इन्ट्रेस्टिङ जर्नी छ तपाईँको। तर भनौँ न अहिले तपाईँको यो सबै कुरा सुन्दा, तपाईँको बाल्यकालको कुराहरू सुन्दा मलाई चाहिँ त्यो राइपाली भन्ज्याङको बुद्धि क्यारेक्टर जुन छ त्यो तपाईँ हो कि क्या हो जस्तो नि अलिअलि लागिरहेछ कि। उसले पनि उटपटाङ गर्ने, घर छोड्न नसक्ने त्यो क्यारेक्टर छ नि उसको त्यसमा होइन। यो बुद्धिको क्यारेक्टर तपाईँले आफैलाई सम्झेर लेख्नु भयो कि के हो यो? यस्तो छ, अब यो राइपाली भन्ज्याङ पुस्तक त अब अहिले भन्दा लगभग 3-4 दशक अगाडि भनौँ 30-40 वर्ष अगाडिको अब ग्रामीण चाहिँ नि पहाडी भेगको समाजको चित्रण छ। हजुरले त पढि पनि सक्नु भएको छ होइन। अनि त्यो खालको हुँदै गर्दाखेरि त्यो बुद्धि क्यारेक्टर जस्तो कि अब हामीले अब लेख्दै गर्दाखेरि एउटा क्यारेक्टर बनाउनको लागि हामीले धेरैवटा मानिसहरूका भनौँ अथवा धेरैवटा पात्रहरूका एकुन्टा चिजहरू कुनै अब कसैको अब कुनै एउटा बानी लिएर आइएला, कसैको अर्को आचरण लिएर आइएला, त्यसरी चाहिँ नि विभिन्न कुराहरूलाई मिसाएर कहिले एउटा पात्र बनाइरहेको हुन्छौँ। अब खासमा बुद्धि क्यारेक्टर चाहिँ बुद्धि चाहिँ खासमा मेरो बाबाको नाम हो। त्यसमा उपन्यासमा पनि प्रयोग भएको अथवा उपन्यासमा पनि मुख्य पात्रको भूमिकामा रहेको बुद्धिको चाहिँ लाइफमा घटेका केही घटनाहरू भनौँ ती चाहिँ बाबाको लाइफसित पनि मेल खान्छन्। तर चाहिँ विभिन्न कथाहरू बुद्धिले गरेका सबै कुराहरू फेरि बाबाले गरेको भन्ने पनि छैन, फेरि त्यस्तो पनि होइन। त्यो मिसकट हुने नै भयो। कल्पना र यथार्थको अब भनौँ न सम्मिश्रण त्यसमा छ। त्यस कारणले गर्दाखेरि त्यो बुद्धि पात्र अब कति त मैले गरेको उटपट्याङ पनि त्यो पात्रमा आउला, अथवा मेरा अब काकाहरूले गरेका अथवा गाउँ ठाउँमा कसैले गरेका उटपट्याङ पनि आउला, कति कल्पना होला। तर चाहिँ नि धेरै चाहिँ अब गाउँ ठाउँमा समाजमै त्यो बेलामा घट्ने गरेका, त्यो बेलामा हुने गरेका, जतिखेर अब टेक्नोलोजीले अब समाजमा भनौँ हाम्रो क्षेत्रमा चाहिँ नि हस्तक्षेप गरिसकेको थिएन, इन्टरफेयर गरिसकेको थिएन, त्यति बेलाका समाजका रमाइला पक्षहरू के थिए त भन्ने कुरा उजागर गर्ने हिसाबले पनि त्यो लेखियो। र सँगसँगै रमाइलो पक्ष लेख्दै गर्दाखेरि अब नरमाइला पक्ष, त्यतिखेरका नकारात्मक पक्षहरू पनि के छन् भन्ने पनि बिर्सनु भएन भन्ने हिसाबले ती पक्षहरू पनि त्यसमा समेटियो। त्यसरी चाहिँ त्यो लेखियो भनौँ। यो अब भर्खर तपाईँले यो बुद्धि क्यारेक्टर को बारेमा मेन्सन गर्नुभयो होइन, तर एउटा किताब तपाईँले लेख्नुहुन्छ जुन त्यसको प्रोसेस चाहिँ के हुन्छ? जस्तै तपाईँले क्यारेक्टरहरूलाई कसरी जन्माउनुहुन्छ, अथवा लेख्दै जाँदा यो क्यारेक्टरहरू जन्मिने हो कि अथवा तपाईँले पहिले नै सोचिसक्नुहुन्छ कि यो किताबको कहानी चाहिँ यस्तो हो होइन भनेर लेख्नुहुन्छ? कस्तो हुन्छ यसको प्रोसेस? एउटा लेखकले चाहिँ किताब कसरी लेख्छ? यो चाहिँ अब प्रत्येक लेखक वाइज अब फरक पर्ने कुरा हो होइन। तर अब मेरो कन्टेक्स्टमा भन्नुपर्दा चाहिँ अब अरूको कन्टेक्स्टमा उहाँहरूले नै गर्नु होला, तर मेरो कन्टेक्स्टमा भन्नुपर्दा चाहिँ
अब मैले चाहिँ नर्मली एउटा खाका त दिमागमा हुन्छ। अब यो खालको कथा अब यसरी अगाडि बढाउँ भने एउटा मसिनो रेखा भनौँ न, त्यो खालको चाहिँ एउटा खाका चाहिँ दिमागमा हुन्छ। यसरी चाहिँ नि अगाडि बढाउने कथालाई यसरी 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 भन्ने चाहिँ हुन्छ। तर चाहिँ नि धेरै कति कुराहरू चाहिँ नि लेख्दै गर्दा पनि अब चाहिँ नि लेख्दै गर्दा त्यही कथाले नै माग्छ कि। जस्तो कि अब कस्तो हुन्छ भन्नु पर्दाखेरि अब उदाहरणको लागि अब मानौ आफ्नो कुनै यात्रा गरेको जस्तै हो यो पनि एउटा। अब पोखराबाट काठमाडौँ जान लागिया छ, अब त्यहाँ मुगलिन आउँछ भन्ने हामीलाई बिचमा त थाहा हुन्छ। त्यो लेखकलाई पनि त्यो मुगलिन भन्ने भनौँ न एक खालको त्यो कथामा चाहिँ एउटा त्यो खालको घुम्ती आउँछ अथवा त्यो खालको क्लाइमेक्स आउँछ। त्यो खालको चाहिँ नि त्यो कथामा चाहिँ यहाँबाट चाहिँ किताबको अलिकति मोडिन्छ भन्ने खालको दिमागमा राइटरले राखिरहेको हुन्छ। तर चाहिँ नि त्यहाँसम्म पुग्दै गर्दा चाहिँ अब यसरी पुर्याउँछु भनेर सोचेको वाला चाहिँ ठ्याक्कै जसरी भनौँ त्यसरी नपुग्न सक्छ। कहिले यता मोडिन सक्ला, कहिले अर्कोतिर मोडिन सक्ला। तर राइटरले मैले आफूले भनौँ बेला बेलामा लगाम लगाएर खिचेर भनौँ न अलि टाढै जान लाग्यो भने होइन मेरो कथा त यता पो लैजानु छ त भन्ने हिसाबले पनि डोर्याउने गरिन्छ। र कतिपय खण्डमा चाहिँ तर ठिकै छ मैले यसरी सोचेका थिएँ, तर अब कथाले यसरी यसरी माग्यो भनेपछि यसकै फ्लोमा जाउँ न त भनेर पनि जाने गरिन्छ फेरि। अनि त्यो हिसाबले चाहिँ मेरो केसमा चाहिँ मैले पहिला एउटा आउटलाइन त गराउँछु नै, तर कति कुराहरू चाहिँ कथाले नै आफैलाई डोराउँदै लान्छ। त्यस्तोमा चाहिँ म नर्मल्ली अब खिच्ने भन्दा पनि ठिकै छ राम्रै छ भने यसमै गो विथ द फ्लो भने जस्तो त्यही फ्लोमै चाहिँ नि जाने पनि गर्छु म। त्यसरी चाहिँ हुन्छ। अनि अब लेख्ने प्रोसेसको कुरामा चाहिँ नर्मल्ली अब टाइमिङको कुरा आउँछ, त्यसमा टाइमको कुरा होला। कसैले अब राति लेख्नु होला, कसैले बिहान, कसैले दिउँसो। मेरो त्यस्तो ठ्याक्कै टाइमिङ भन्ने त अब छैन त्यस्तो बिहानमा लेख्ने अथवा रातिमा त म लेख्दिनँ नै, बिहान लेख्ने अथवा दिउँसो भन्ने हो। त्यसमा अब टाइममा त्यस्तो उ छैन। बरु रोचक चाहिँ के छ भन्दाखेरि मैले लेख्दै गर्दाखेरि चाहिँ म चाहिँ एक ठाउँ बसेर कुर्सी र टेबलमा ट्याक्क बसेर थचक्क बसेर चाहिँ म धेरै सोचिरहन सक्दिनँ। अब सोच्नलाई मलाई अलिकति हिँड्नुपर्छ, जस्तो कि अलिकति मुभमेन्ट हुनुपर्छ शरीरको। जस्तो कि अब मेरो घर अब गाउँमा अब पूर्वी मोहडाको घर छ हाम्रो, एक तले पूर्वी मोहडाको घर छ। बिहानै घाम पर्छ, लगभग धेरै जसो मैले बिहानकै अब ब्ल्याक टी खाँदै लेख्ने गर्थे। त यो राइपली भन्ज्याङको मोस्ट अफ द पार्ट त्यसरी नै लेखेको छु। अनि पूर्वी मोहडाको घर छ, त्यसको अगाडिपट्टि एउटा बरन्डा छ, त्यहाँ चाहिँ अब कुर्सी र चाहिँ टेबल थियो। अनि त्यसपछि त्यही मैले कपी र कलम, मैले यो राइपली भन्ज्याङ चाहिँ हातैले लेखेको हुनाले कपी र कलम मेरो त्यहीँ हुने गर्थ्यो। अनि त्यसपछि म लेख्दै गर्दाखेरि चाहिँ अब थचक्क त्यहाँ कुर्सीमा बसेर टेबलमा लेखिरहन नसक्ने, अब त्यो धेरै सोच्न अलि मेरो दिमाग चाहिँ दाइ चाहिँ अलिकति लिमिटेड गराइदियो कि यो मुभमेन्ट नभएर जस्तो मलाई आफूलाई फिल हुन्छ क्या। अनि त्यो भएर चाहिँ मैले चाहिँ लेख्दै गर्दाखेरि चाहिँ त्यही अब मुभमेन्ट चाहियो। अब कलम र कपी चाहिँ त्यही टेबल माथि नै राख्थे र मुभमेन्ट चाहियो भने चाहिँ अब धेरै टाढा जाने कुरो नि भएन। अनि त्यही घर घुमिरहन्थे, त्यही घर घुमो, एक राउन्ड लगायो, 2 चक्कर लगायो, 3 चक्कर लगायो, अनि दिमागमा केही फुरिरहेको हुन्छ, अनि त्यसलाई आएर टिपेर लेख्यो, अनि फेरि घुम्यो। त्यसरी गरेर म अब दिनमा अब गाउँलेहरूले अब कतिले देख्थे पनि होला, किन कति घुमिरहेछ, के गरिरहेछ सागरले भन्थे होला। तर चाहिँ नि मैले त्यो लगभग राइपली भन्ज्याङ लेख्दा त्यो घरको अब धेरै नै 1,000 चक्कर चाहिँ त्यो घरको मैले लगाएको छु। अनि जुन यो बुक तपाईँले चाहिँ 17 वर्षको उमेरमा लेख्नु भएको थियो भन्नुभयो होइन? बुक लेख्न सुरु गर्दा चाहिँ 17 भन्नाले 18 जति भएको थियो। हजुर त्यस्तै। त्यो त्यतिखेर यो किताब लेख्ने बेलामा चाहिँ तपाईँलाई यो तपाईँले जुन लेखिरहनु भएको छ त्यसले एउटा किताबको रूप लिन्छ अनि पाठकहरूको माझ आउँछ भनेर सोच्नु भएको थियो कि थिएन? किताब लेख्छु भनेरै लेखेको हो, मैले त्यो सोचेरै लेखेको। नर्मली अब यतिकै अब यसलाई पुरा अब यसलाई लेख्दै जाउँ भने किताबले मात्रै चाहिँ होइन, यसलाई अब पुरा नै गर्ने हो। अब यो कथाले छोला मानिसहरूलाई अब अलिकति भनौँ न अब 1-2 दशक अगाडिका अहिले 50-60 वर्षको एजमा पुग्नुभएका विशेष गरी त रिटायर्ड जुन लाहुरीहरू हुनुहुन्छ उहाँलाई समर्पित पनि हो यो। त्यो हिसाबले उहाँलाई प्रतिनिधित्व गरोस् त्यो वर्गलाई भन्ने हिसाबले चाहिँ यो किताबलाई म राम्ररी नै लेख्छु र छाप्छु भन्ने मानसिकता सुरुमै मैले बनाएको थिएँ। यत्तिकै भनौँ न एक हिसाबले यत्तिकै एउटा कुनै केही चिजको मोह लागेर अथवा रटना मात्रै चलेर चाहिँ लेख्न सुरु गरेको थिइनँ। यसलाई
अब राम्रै रूप दिउँ, यसलाई फाइनल हुने दिउँ भनेरै मैले लेख्न सुरु गरेँ सिराजी। तर त्यो 17 वर्षको उमेरमा चाहिँ तपाईँ यो त्यतिखेर नै कम्प्लिट गर्नुभएको बुक हो यो? होइन, लेख्न स्टार्ट चाहिँ मैले त्यही 17-18 को एजमा सुरु गरेँ अथवा ब्याचलर सुरु गर्दै गर्दा सुरु गरेँ। तर अब यता पढाइ पनि मेरो सँगसँगै गइरहेको थियो, एग्रिकल्चर। अब कहिले क्विज हुन्थ्यो, कहिले चाहिँ नि अब फाइनल टर्म हुन्थ्यो, कहिले चाहिँ असाइनमेन्ट हुन्थ्यो, अब कहिले त्यही अब भनौँ न स्पोर्ट्स विकहरू होला नि, अथवा त्यही क्याम्पसमा भएपछि अब भुल्ने धेरै पाटाहरू हुन्थे। धेरै पाटाहरू भएपछि अब यता ननस्टप मैले लेख्न त सकिनँ। अनि त्यस कारणले गर्दा कहिलेकाहीँ अब फ्री समय हुँदा झन् भनौँ त्यही एक्जाम जतिखेर परीक्षा आउँछ त्यतिखेरै लेख्न मन लाग्थ्यो क्या। अब परीक्षा नहुने बेलामा चाहिँ अब फ्री भयो बेला लेख्न मन नलाग्ने, त्यति अलिकति अगाडि बढाउन नसकिने। जब परीक्षा आउन लाग्यो तब चाहिँ यता यो लाइनतिर लाग्न मन लाग्ने। अनि त्यस्तो हुनाले चाहिँ त्यो स्टार्ट गरेको चाहिँ त्यो 17-18 वर्षमा भयो। तर यसलाई टुङ्ग्याउनेसम्म त यो पुरा फाइनल रूप हुने बेलासम्म त लगभग 4 वर्ष लाग्यो मलाई। त्यो ब्याजदर होल टाइम चाहिँ जुन ब्याजदरको मेरो खर्च भयो त्यति नै यो किताबमा पनि खर्च भयो। त्यसरी चाहिँ यो अन्तिममा बन्यो। ननस्टप 4 वर्ष म लेख्दै त बसिनँ, अब यता पढाइ पनि चलिरह्यो, लेखन पनि चलिरह्यो। त्यसरी चाहिँ बिस्तारै लेख्दै जाँदा चाहिँ अनि 4 वर्षमा चाहिँ यो कम्प्लिट पनि भयो, उता ब्याजदर पनि कम्प्लिट भयो। त्यस्तो रह्यो जर्नी। हजुर, किन मैले प्रश्न सोध्नुको पछाडि चाहिँ त्यो किताबमा जुन म्याच्युरिटी छ नि क्यारेक्टरहरूको सबै, त्यो चाहिँ 17 वर्षको उमेरमा चाहिँ मान्छेहरूले अब त मैले सोच्नु भयो जुन त्यो अलिकति यस्तो नि हुन्छ र 17 वर्षमा भने जस्तो आएर मात्रै मैले खास यो प्रश्न सोधेको हो। होइन, त्यही नै हो। मलाई चाहिँ अब मैले इन्टरभ्यूहरू सुन्दा चाहिँ मैले 17 वर्षको उमेरमा चाहिँ जस लेख्न सुरु गर्नु भएको भन्ने सुनेको थिएँ। त्यही भएर अलिकति जस्तो बुकमा क्यारेक्टरहरूको म्याच्युरिटी चाहिँ एकदमै राम्रो छ कि, अनि मलाई चाहिँ अलिकति त्यो जिज्ञासा लागेर मात्रै यो प्रश्न सोधेको त मलाई। एकदमै मन छोएको किताब हो यो होइन। अब छिनछिनमा चाहिँ अब साथीभाइलाई सम्झेर मुखमा फेसमा चाहिँ मुस्कान पनि आउने, कतिखेर आँखामा आँसु पनि आउने, सबै मिक्स्ड इमोसन्स चाहिँ फिल भएको थियो मलाई यो किताब पढिसकेपछि होइन। र यो तपाईँको पहिलो किताब पनि हो मेरो विचारमा, जहाँसम्म जतिजनाले पनि पढ्नु भयो तपाईँको किताब सबैले मन पराउनु भयो जस्तो लाग्छ मलाई होइन। कस्तो महसुस गर्नुभयो यो फर्स्ट पहिलो किताब, अनि भनौँ त्यति यङ एजमा चाहिँ लेख्न स्टार्ट गर्नुभएको यो सबै, अनि तपाईँको पाठकहरूको प्रतिक्रिया सुन्दा चाहिँ तपाईँलाई कस्तो फिल भयो भनौँ न, पहिलो किताब नै यति राम्रो भयो भन्दा चाहिँ? अब यो किताब 80 सालको अब असोज 3 गते संविधान दिवसको अवसरमा चाहिँ नेपाल प्रज्ञा प्रतिष्ठानमा यो विमोचन भएको थियो। लगभग 1 वर्ष कटेर 2-3 महिना जति अहिले आयो होइन श्रेयाजी? हजुर। अनि त्यो आउँदै गर्दा चाहिँ अब यसमा मैले जति पनि पाएको फिडब्याकहरू छ, अब श्रेयाजीले भने जस्तै यसमा मैले जति पनि यो किताब चाहिँ फुल्ली अडियन्सको वर्ड अफ माउथमै चलिरहेछ जस्तो मलाई फिल हुन्छ। चाहिँ अडियन्सको वर्ड अफ माउथ चाहिँ अब इमान्दारीपूर्वक भन्नुपर्दाखेरि यसमा चाहिँ एक्स्ट्रा अर्डिनरी नै अडियन्सको वर्ड अफ माउथ मैले पाइरहेको छु कि फिडब्याकहरू जति पनि। अब त्यो भनौँ यहाँभन्दा पहिला किताबै नपढ्नु भएका मेरा साथीहरू अथवा चाहिँ दाइहरू सिनियर जुनियरदेखि लिएर एक लेभलको चाहिँ नि अब दिग्गज अब समीक्षकहरू त्यो लेभलसम्मका मानिसहरूको चाहिँ फिडब्याकहरू एकदम वाउ नै छ। त्यो खालको फिडब्याकले चाहिँ अब मलाई अब धेरै नै अब खुसी त तुल्याउने नै भयो, खुसी तुल्याएको छ। सँगसँगै एउटा जिम्मेवारी बोध पनि भनौँ अबको यात्राको लागि त्यो खालको पनि जिम्मेवारी बोध पनि दिलाएको छ। त्यस कारणले गर्दा एकदमै खुसी छु। अब पहिलो किताब अब लेख्ने यस्तो भयो 17-18 वर्षमै लेख्न सुरु गरे तापनि अब किताब म पनि आफै म्याच्योर हुँदै गएँ सायद, र किताब पनि लेख्नलाई त्यो जुन समय लाग्यो त्यो किताब र म सँगसँगै म्याच्योर भयो होला, सँगसँगै ग्रो हुँदै गएँ जस्तो लाग्छ कि। अनि त्यो भएर अब जुन चाहिँ सुरुमा लेखेको थिएँ त्यो कुराहरू पछि अब 2-4 महिनापछि हेर्दा अलिकति यो अनम्याच्योर हो कि जस्तो लाग्थ्यो भने मैले फेरि केर्ने गर्थेँ, फेरि मेट्ने, फेरि लेख्ने गर्थेँ होइन। त्यसरी चाहिँ नि यसमा धेरै नै अब दुःख सङ्घर्ष त नर्मली हुने नै भयो किताब लेख्दै गर्दा जो कोहीलाई पनि। त्यो हिसाबले गर्दा चाहिँ मैले अब धेरै शब्दहरू अब लेखेँ, अब के रे कति शब्दहरू फेरि थपेँ, त्यसरी चाहिँ किताब बनेको हो। अनि गएर त्यही नै यो खुसी चाहिँ एकदमै खुसी लागेको छ। अब लगभग 1.5 वर्ष हुन लाग्यो किताब निस्केको, अझै पनि
प्रत्येक भनौँ अब दिनहरूमा हप्ताहरूमा चाहिँ त्यो खालको फिडब्याकहरू पर्सनल्ली आइरहँदा त्यसरी मन पराइदिइरहनु भएको छ भन्ने हिसाबले चाहिँ एकदमै खुसी लाग्छ, राम्रो लाग्छ। एकदमै मन छुने खालको किताब छ जस्तो लाग्छ मलाई चाहिँ। अब हरेक त्यो कुनै न कुनै क्यारेक्टरमा चाहिँ तपाईँले आफूलाई कुनै रूपमा पाउनुहुन्छ जस्तो फिल हुन्छ कि त्यो गाउँघरको कुराहरू होइन, जीवनको कुरा, फ्रेन्डसिपको, मित्रताको कुराहरू, त्यो सबै कुराहरू, प्रेमको भनौँ न, हरेक कुराहरूलाई चाहिँ अब समेट्नु भएको छ यो उसमा चाहिँ। त्यही भएर चाहिँ यो भनौँ न जसले पढ्नुहुन्छ उहाँको चाहिँ एकदमै मन छुन्छ जस्तो लाग्छ मलाई चाहिँ एकदमै मन परेको बुक हो होइन। र त्यही बुक मन परेर नै तपाईँसँग आज यसरी जुडिन पनि पाएँ, त्यसको लागि चाहिँ म एकदमै धेरै खुसी पनि छु भनौँ न। म पनि धेरै खुसी छु अब हजुरले जुन यो अवसर जुटाइदिनु भएको थियो। सुरुमा अब हजुरको त्यो एक खालको छोटो एक प्याराग्राफ जतिको तपाईँले पढेपछि आफूलाई लागेको कुराहरू जुन लेख्नु भएको थियो त्यो हेर्दै गर्दा पनि म धेरै नै पुलकित भएको थिएँ। मैले सेयर पनि गरेको थिएँ त्यही हिसाबले, अनि धेरै खुसी लागेको थियो त्यो बेलामा। अहिले पनि खुसी नै लागिरहेको छ। त्यही हिसाबले हामी यही किताब मार्फत नै जोडियौँ र यसरी अहिले कुराकानी गरिरहेछौँ भन्ने हिसाबले त्यो कुराको बोधले चाहिँ मलाई अब खुसी आनन्दित नै तुल्याइरहेको छ। सो यो साहित्यले चाहिँ भाषा र संस्कृतिलाई जोगाउन चाहिँ कस्तो भूमिका खेल्छ जस्तो लाग्छ भनौँ न। अब यसमा पनि कतिवटा गाउँघरको कुराहरू छ होइन, तपाईँलाई के कस्तो लाग्छ साहित्यले हाम्रो भाषा जुन छ, त्यो संस्कृतिहरू छ, कल्चरहरू छ, त्यसलाई जोगाउन चाहिँ के कस्तो भूमिका खेल्न पर्छ जस्तो लाग्छ तपाईँलाई एज एन अथरको रूपमा भन्नुपर्दा चाहिँ? हजुर पक्कै पनि त्यही त, साहित्यले अब भाषा संस्कृति जोगाउन त महत्त्वपूर्ण भूमिका खेल्ने नै भयो भन्ने गरिन्छ। अब साहित्य समाजको ऐना हो पनि भन्ने गरिन्छ। त्यो हिसाबले चाहिँ जस्तो कि अब आञ्चलिक उपन्यास भन्छौँ हामी। अब मेरो यही राइपाली भन्ज्याङ पनि उपन्यास पनि धेरै समीक्षकहरूले आञ्चलिक उपन्यासको त्यो चाहिँ जनरामा राख्नु भएको छ। आञ्चलिक उपन्यास भन्नाले कुनै पनि ठाउँको अब एउटा स्पेसिफिक ठाउँको भनौँ, कुनै एउटा क्षेत्रको भित्र रहेर चाहिँ नि अब यो राइपाली भन्ज्याङमा पनि त्यति ठुलो क्षेत्र छैन, त्यति ठुलो चाहिँ क्यानभास छैन। त्यही सानो एउटा भूगोल, एउटा सानो क्षेत्रमै भित्रै कथा सुरु हुन्छ, त्यतै भित्रै खेल्छ र त्यही अन्त्य हुन्छ भनौँ। त्यो खालको तरिकाले अब यसरी आञ्चलिक उपन्यासहरू लेखिँदै गएका छन्, पहिल्यैदेखि लेखिँदै आएका छन्। त्यसरी नै जसरी आञ्चलिक उपन्यासहरू भनौँ अथवा गैर आख्यानहरू पनि लेखिँदै आउँदाखेरि चाहिँ त्यो चाहिँ भविष्यमा चाहिँ इतिहासको एउटा दस्तावेज बन्छ। त्यही दस्तावेज हेरेर नै अनि त्यसपछि अब आउने पिँढीले भनौँ, अर्को पुस्ताले चाहिँ अब इतिहासको बारेमा थाहा पाउने हो, समाजको पहिलाको रहनसहन, भाषा संस्कृतिको बारेमा थाहा पाउने हो। र यसलाई चाहिँ जोगाउनको लागि साहित्यले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ र साहित्यकार अथवा लेखकहरू भनौँ उनीहरूको चाहिँ यसमा जिम्मेवारी पनि ठुलो हुन्छ। हामीले त्यसलाई चाहिँ अब त्यहाँको भाषा संस्कृतिलाई चाहिँ अब अलिकति त्यसलाई चाहिँ भनौँ न इम्प्योर गर्न मिल्दैन, त्यो अथेन्टिक हुनुपर्छ हामीले लेखेका कुराहरू चाहिँ। अब त्यो हिसाबले चाहिँ अब साहित्यले भनौँ अथवा चाहिँ नि लिटरेचरले चाहिँ अब एकदमै त्यो भूमिका पनि ठुलो हुन्छ, सघन हुन्छ र त्यसमा लाग्नु पनि पर्छ एउटा लेखकको नाताले। अब समाजको रीतिथिति अब यस्तो छ, अब पहिलाका अब बुढापाकाले भन्ने जस्तो कि अब परम्पराहरूलाई चाहिँ हामीले जोगाउनु पर्छ, तर चाहिँ नि जुन रूढिवाद छन् अब अनलजिकल कुराहरू, त्यस्ता रूढिवादहरूलाई चाहिँ अब हामीले परास्त गर्दै अब आफ्नो पुरानो एउटा आफ्नो संस्कृति, एउटा परम्परा, राम्रा परम्पराहरूलाई चाहिँ हामीले अब त्यसलाई जोगाउने हो। अब रूढिवादहरू यस्तो खालको अब नकारात्मक अब हुन्छन् कति कुराहरू, ती कुराहरूलाई चाहिँ बिस्तारै न्यूनीकरण गर्दै लैजाने हो। त्यसमा एउटा साहित्यकारको महत्त्वपूर्ण भूमिका हुन्छ र साहित्यको पनि आख्यान, गैर आख्यान सबै वर्गका अब कविता भनौँ विभिन्न विधाहरू, साहित्यका हरेक विधाहरूको चाहिँ उत्तिकै उत्तरदायित्व चाहिँ समाजप्रति सदैव रहन्छ जस्तो लाग्छ। हजुर, अनि अब यो 1 वर्ष भयो होइन तपाईँको किताब निस्किएको, लगभग अब 1 वर्षभन्दा बढी पनि भयो होला। अब टिचिङमा नि लागिरहनु भएको छ होइन, अब काम पनि गर्नु नै पर्यो। सो तपाईँको अबको भनौँ न फ्युचर प्लान, भविष्यकोमा चाहिँ अब कसरी अघि बढ्ने के प्लान छ तपाईँको, अथवा कुनै किताब लेख्न सुरु गरिसक्नु भयो कि? यस्तो छ, अब फ्रेङ्कली भन्नु पर्दा चाहिँ अब किताबले अब नाम त मजाले दिन्छ, तर चाहिँ नि अब एक हिसाबले अब इकोनोमिक स्टेबिलिटी चाहिँ अझ त्यो लेभलको नेपालमा दिन सक्ने अवस्था आइसकेका छैन। अलि पहिला कोभिड अगाडि अझ राम्रो थियो किताबको
कोभिड पश्चात चाहिँ जब यो अब टेक्नोलोजीले झ्याप्पै इन्टर गरिहाल्यो, यो मोबाइल सबैको हातमा चाहिँ अब मोबाइलहरू पुग्न थाले, त्यसपछि अब यो पठन संस्कृति चाहिँ अहिले खस्केकै देख्छु म हैन। आफ्नो हिसाबले पनि मेरो अनुभवले भनौँ पठन संस्कृति खस्केकै छ। किन भन्दा मानिसहरू अब आफै पनि भनौँ अब हामी पहिला अलिक कति पढिन्थ्यो र मोबाइल भएपछि अब विभिन्न नयाँ नयाँ एपहरू कहिले टिकटक कहिले के आउँदै गर्दा चाहिँ हामी यतातिर बढी आफै पनि भुलिरहेका हुन्छ भनेपछि त्यस्तै त हो सबै मानव प्रकृति सबैको एउटै नै हो स्वभाव भनौँ मानवको स्वभाव। त्यो हिसाबले चाहिँ अब यता पठन संस्कृति घट्दो छ, पठन संस्कृति घटिरहेको छ। अनि त्यो कारणले गर्दा चाहिँ अब राइटरलाई एउटा फाइनेन्सियल्ली चाहिँ नि अब अलिकति स्ट्रगल नै गर्नुपर्ने अवस्था छ यहाँ। त्यही कारणले गर्दा नि अब खासमा त मलाई अब मेरो भनौँ भित्री अब प्यासन भनौँ अथवा इच्छा भनौँ त्यो त सबै फुल्ली राइटिङ भनौँ लेखेरै बस्ने नै पुरा के त लेखक हुने नै मेरो इच्छा हो र त्यसलाई मैले पहिलो प्रायोरिटीमा पनि राख्छु। तर अलिकति इकोनोमिक स्टेबिलिटी फाइनेन्सियल स्टेबिलिटी अब मेन्टेन गर्नको लागि चाहिँ मैले जबतिर पनि जोडिएको छु। हालाकि यो टिचिङ जब त्यति मलाई बोजिलो छैन, त्यति धेरै अब पिरियडहरू लिनु पर्दैन। हाम्रो कृषि आफ्नै विषय पनि भयो, आफ्नै कृषिमा अब मास्टर्स गरिसकेपछि अब कृषिमै केही गरौँ अथवा केही दिउँ भन्ने त्यो जिम्मेवारी पनि रहन्छ। त्यो हिसाबले यसमा फ्री टाइमहरू पनि मिल्छ यो टिचिङमा। त्यस कारणले गर्दा चाहिँ म यता टिचिङ र लेखनलाई सँगसँगै लगिरहेको छु। तर पछिको भविष्य हेर्दै गर्दाखेरि चाहिँ म फुल टाइम राइटिङ नै गर्न चाहन्छु, मेरो भित्री इच्छा चाहिँ। तर भविष्य त कतै देखिया छ र अब कसरी अगाडि बढ्छ आफ्नो ठाउँमा छ। तर चाहिँ मेरो इच्छा चाहिँ फुल टाइम राइटर नै हुने हो। अहिले केही समय एउटा अब भनौँ न एउटा ब्यालेन्स गर्नको लागि फाइनेन्सियल ब्यालेन्सको लागि चाहिँ म यता जबतिर अनुबन्धित भएको छु। तर पछि अब बिस्तारै बिस्तारै पछि अब अरू किताबहरू पनि लेखिँदै जाला। त्यो लेख्दै गर्दाखेरि सबै कुरा फाइनेन्सियल राम्रै भयो भने चाहिँ फुल टाइम राइटर हुने नै मेरो सोच हो अहिलेसम्मलाई। अब पछिको के हुन्छ हेर्दै जाउँ। र अहिले चाहिँ कुनै किताब लेख्न सुरु गर्नु भएको छ अथवा अहिले चाहिँ अब भनौँ न एकछिन यही राईपाली भन्ज्याङकै सफलतालाई चाहिँ उ गरौँ भनेर बसिरहनु भएको छ? होइन, राईपाली भन्ज्याङको सफलता अब आफ्नो ठाउँमा छ। अब यो जस्तो कि किताब त अब फिल्म जस्तो हुने भयो भने फिल्म भनेको अब 1 हप्ता चल्छ फिल्म हलमा अथवा 2 हप्ता 3 हप्ता चल्छ, त्यसपछि अर्को फिल्म लाग्छ। तर त यो किताब त अब एकचोटि अब विमोचन भइसकेपछि एकचोटि प्रकाशन भइसकेपछि त सधैँभरि बजारमा भइरहने कुरा हो। त्यही भएर फिडब्याकहरू त बिस्तारै सधैँभरि आइरहने कुरा हो जस्तो लाग्छ। त्यो भएर चाहिँ यही सफलतामै अब केही समय त मैले त्यसलाई राम्रो इन्जोय गरेँ, अहिले पनि गर्छु, त्यो इन्जोय नगर्ने होइन। तर चाहिँ त्यसमै अड्किएर बसिरहनु चाहिँ अब त्यति उपयुक्त नहोला भन्ने लाग्छ। त्यही भएर अब अलिकति आफू गतिशील पनि हुनु पर्यो समयसँगै। त्यो हिसाबले मैले लेखनलाई अगाडि बढाइरहेकै छु। एउटा सानो उपन्यासमा म काम गरिरहेकै छु अहिले पनि। अब हेरौँ, यो चाहिँ अब राईपाली भन्ज्याङ जस्तो बिग क्यान्डिडेट, राईपाली भन्ज्याङ त समाजका विभिन्न पाटाहरू विभिन्न आयामहरूलाई समेटेको उपन्यास थियो। अब अहिलेको चाहिँ सिम्पल एउटा अब भनौँ न अब टिनेजहरूलाई चाहिँ लक्षित गरेर एउटा लभ स्टोरी केही गरौँ कि भन्ने चाहिँ मेरो सोचमा आइरह भएर त्यो खालकोमा यसो म काम चाहिँ गरिरहेको छु अहिले। टिचिङ र लेखनलाई सँगसँगै लगिरहेको छु। हजुर, त्यसको लागि चाहिँ तपाईँलाई धेरै धेरै शुभकामना होइन। अब आउने बित्तिकै हामी अवश्य पनि पढ्नेछौँ त्यो किताब पनि। आशा छ त्यो किताब पनि एकदमै राम्रो हुनेछ, किनभने राईपाली भन्ज्याङबाटै थाहा भइसक्यो कि तपाईँ अब कस्तो लेखक हुनुहुन्छ भनेर। अलिकति गाह्रो पनि हुन्छ होइन, अब एकदम धेरै एक्सपेक्टेसन्सहरू बनिसक्यो होला पाठकहरूको चाहिँ, त्यो मिट पनि गर्नुपर्ने भएर प्रेसर पनि अलिअलि त हुन्छ होला। हजुर, मजाले त्यो प्रेसर मलाई अहिले फिल भइरहेछ, अलिकति प्रेसरहरू त। जस्तो कि अब राईपाली भन्ज्याङको एक मन पराउने एक खालको पाठकहरू हुनुहुन्छ। अब त्यो बेलाको अब गाउँ ठाउँकै बारेमा लेखेको हुनाले एउटा गाउँले परिवेश मन पराउने। तर अहिले मैले काम गरिरहेको भनेको एउटा लभ स्टोरीमा काम गरिरहेको छु। हुन त राईपाली भन्ज्याङमा पनि लभ स्टोरी थिए नभएको होइन, तर त्यसको मूल खाँबो भनौँ त्यसको मूल कथा चाहिँ प्रेम कथा थिएन। प्रेम केही थियो, केही मात्रामा अब धेरै मात्रामा अब जीवनका विभिन्न आयामहरू समेटेको कथा हो त्यो। तर अहिले काम गर्न लागेको कथा चाहिँ नितान्त अलिकति लभ स्टोरीमै बढी केन्द्रित भएको हिसाबले अब कतिले त अब राईपाली भन्ज्याङ जस्तै फेरि अर्को पनि त्यही जनराको लेखिदिए हुन्थ्यो भन्ने सोच्नु होला। त्यो यहीँ मार्फत पनि म अलिकति भन्न पनि चाहन्छु। जस्तो कि अब फरक फरक हामीले जनराको लेख्दै गर्दा अब फिल्म पनि कुनै एक्सन फिल्म र कमेडी फिल्मलाई हामीले कम्पेयर गर्न अलि अप्ठ्यारो हुन्छ, मिल्दैन भने जस्तै अब मेरो पनि यो दोस्रो खालको यो जुन जनरा फरक छ यसको, त्यो अब राईपाली भन्ज्याङसँग कम्पेयर गर्दाखेरि चाहिँ
अलि नमिल्ला। त्यसरी पाठकहरूले त अब उहाँले कसरी सोच्नुहुन्छ त्यो उहाँहरूकै स्वतन्त्रताको कुरा पनि रह्यो। तर चाहिँ मलाई चाहिँ त्यो डर चाहिँ रहिरहेछ, जस्तो कि पाठकहरूले त्यही राइपाली भन्ज्याङकै खालको परिवेश, त्यही खालकै पृष्ठभूमि, त्यही खालकै कथा लिएर आइदिए हुन्थ्यो कि भन्ने नै सोचिरहनु हुन्छ कि जस्तो पनि लाग्छ। त्यो डरले चाहिँ मलाई खान्छ। तर चाहिँ आफू अब त्यही डरमा मात्रै बसिरहन नि भएन, पाठकहरूले कस्तो सोच्नुहुन्छ मात्रै भनेर पनि भएन। आफूलाई मनमा लागेको, आफूलाई भन्न मन लागेको कथा सुनाउने नै हो एउटा राइटरले। त्यही भएर मलाई अब मनमा लागेको सुनाउन पर्ने कथा अथवा सुनाउन मन लागेको कथा चाहिँ सुनाउँछु भन्ने हिसाबले लेखिरहेको छु। अब मलाई कस्तो लाग्छ भने अब कसैलाई भनौँ न, जस्तो अब हामीलाई कुनै एक्टर मन पर्यो भने चाहिँ जे जस्तो भए पनि उहाँको मुभिजहरू हामीले हेरिरहेको हुन्छौँ कि होइन। अलिकति चाहिँ एक्सपेक्टेसन अब यस्तो होला भन्ने सोचे तापनि अब त्यो हामीले फलो चाहिँ गरिरहेको हुन्छौँ कि। त्यही अब राइटरमा पनि त्यस्तै हुन्छ होला। वान्स तपाईँलाई उहाँको लेखन मन परिसकेपछि चाहिँ यस्तो लेखेछ भन्ने चाहिँ हुँदैन जस्तो चाहिँ मलाई लाग्छ होइन। तैपनि तपाईँले भन्नुभएको जस्तै अब धेरै कुराहरू पाठकको हातमा पनि छ। अब हामी अन्त्यतिर आइसक्यौँ हाम्रो कन्भर्सेसनको होइन। अन्त्यमा चाहिँ अब एक दुईवटा प्रश्नहरू छ। जस्तो तपाईँ पढ्न चाहिँ कति जरुरी छ जस्तो लाग्छ? जस्तो म नेपालमा हुँदाखेरि नेपाली पुस्तक पसलहरूमा गइरहन्छु, यति धेरै किताबहरू हुन्छ होइन। अब कति चाहिँ पढेको होला, कति चाहिँ अब थाहा नै छैन मार्केटमा आएको भन्ने होइन। सो यो पढ्न कति जरुरी छ अथवा किन पढ्नुपर्छ भन्ने प्रश्नको उत्तर चाहिँ के दिनुहुन्छ? जस्तो एउटा जसले कहिले बुकै पढ्न भएको छैन होइन, जस्तो तपाईँले पनि भन्नुभयो यो राइपाली भन्ज्याङबाट चाहिँ कतिले पढ्न स्टार्ट गर्नुभयो भनेर पनि अघि कुरा गर्नुभएको थियो। सो यो नपढ्ने भनौँ न, अब पढ्न चाहिँ किन पढ्छ अथवा पढ्न जरुरी छ कि छैन, के लाग्छ तपाईँलाई? यस्तो छ जस्तो कि हामीले पढ्न एकदमै जरुरी छ, अध्ययनशील हुन एकदमै जरुरी छ। किन भन्दाखेरि हामीले नपढिकन हामीलाई त्यो जस्तो कि अब इन्डस्ट्रीले पनि अब केही प्रडक्ट निकाल्नको लागि त्यो र मेटेरियल्स चाहियो नि इन्डस्ट्रीलाई। मैले त्यो भन्ने गर्छु जस्तो कि अब एउटा कुनै अब उद्योगलाई पनि त केही चाहिँ प्रडक्ट निकाल्नको लागि त कच्चा पदार्थहरू त विभिन्न चाहियो। अनि त्यसलाई पेलेर है त्यसलाई चाहिँ नि अब के गरेर हुन्छ, त्यसरी नै त्यो प्रोडक्सनमा जाने हो। त्यस्तै अब एउटा कोही मान्छे अब राइटर बन्ने अब सपना बोकेर हिँडिरहेको छन् भने अब उनीहरूले चाहिँ अरू राइटरहरू लेखेको मजाले पढेर चाहिँ त्यो चाहिँ एउटा र मेटेरियल्सको रूपमा काम गर्छ। किनभने त्यो त सबकन्सियसली भनौँ अथवा कन्सियसली हाम्रो मगजमा परिरहेको हुन्छ, मस्तिष्कमा परिरहेको हुन्छ। त्यहाँको लेखन शैली आउला किताबको, त्यहाँको शब्द आउला, त्यहाँको वाक्य संरचना आउला, अब त्यहाँको विषयवस्तु कथा आउला, कसरी कथा भन्ने गरिन्छ त भन्ने त्यो सबै कुरा आउँछ। अनि र त्यो कुराले चाहिँ बिस्तारै चाहिँ नि अब भनौँ न राइटरलाई अब लेख्न इच्छुक मान्छेहरूलाई चाहिँ गाइडेन्स गरिरहेको हुन्छ। त्यो भएर जसले किताब अब पढ्दैन उसले त लेख्न सक्छ जस्तो लाग्दैन मलाई एक हिसाबले भन्नुपर्दा। अब चाहिँ नि किताब चाहिँ पढ्नुपर्छ मजाले, जति पढ्यो त्यति नै चाहिँ एउटा राइटरको लागि राम्रो हो। अथवा रिडरको लागि पनि जति किताब पढ्यो त्यो कुराले चाहिँ नि उसलाई हजुर वाक कलामा होस् अथवा बोल्दै गर्दा कतै स्पिच दिँदै गर्दाखेरि शब्द चयन गर्दा पनि उसलाई सजिलो हुन्छ। जस्तो कि कन्सियसली मानौँ कोही मान्छेले 100वटा किताब पढेको छ भने उसको दिमागमा मैले 100वटा किताब त पढेँ तर मेरो खासै केही उपलब्धि भयो जस्तो त लागेन भन्ने उसलाई लाग्न सक्छ। तर त्यो लागे पनि अब उसले बोल्दै गर्दा त्यो किताबहरूबाट शब्दहरू उसको सबकन्सियसली पनि आइरह हुन्छ जस्तो लाग्छ कि उसको बोली अब वाक्यलाई यसै पनि इम्प्रुभ हुन्छ। अनि अरू मान्छेसँग इन्टरेक्सन गर्ने कुरा यसै पनि इम्प्रुभ हुन्छ। र उसको बौद्धिक ज्ञान पनि भनौँ किताबहरूले त आख्यान होस् चाहे गैर आख्यान होस् चाहे विभिन्न अरू विधा हुन्, केही न केही ज्ञानहरू केही न केही चाहिँ नि कुराहरू त त्यहाँ माइन्डमा इन्कर्पोरेट भइरहेकै हुन्छ। अनि त्यो कुराले गर्दा चाहिँ एकदमै फाइदा हुन्छ। पढ्नु एकदमै राम्रो कुरा हो जस्तो लाग्छ। अब एउटा राइटर भएको हिसाबले पढ्नु राम्रो कुरा हो भनेर त मैले भन्नु पनि पर्यो होइन। तर पढेपछि चाहिँ जस्तो हाम्रो त जीवन एउटै मात्रै छ होइन, तर मलाई चाहिँ किताबहरू पढेपछि चाहिँ विभिन्न जीवनहरू पनि बाँच्न पाइन्छ जस्तो लाग्छ कि। जस्तो अब तपाईँकै बुक पढेपछि त्यहाँ धेरैवटा क्यारेक्टरहरू छ होइन, तिनीहरूको लाइफ त हामीले बाँचेको हुँदैन नि त, तर त्यो लाइफहरू पनि हामीले चाहिँ बुक पढ्दा पढ्दै बाँचिरहेको जस्तो पनि लाग्छ कि मलाई। सो त्यो हिसाबले पनि पढ्न चाहिँ मलाई पनि पढ्नु चाहिँ पर्छ जस्तो लाग्छ कि। हजुर मजाले। अब जस्तो कि अब हामी आफ्नो लाइफ त अब एउटै बाँच्ने हो तपाईँले भने जस्तै। अब आफ्नो लाइफ अब आफ्नो दैनिकी त एउटै नै हुने हो। तर
एकछिन हामी अब 10 मिनट समय निकालेर एउटा किताब पल्टायौँ भने तत्कालै हामी अर्को संसारमा पनि पुग्ने सौभाग्य पाउँछौँ। हजुरले भनेको जस्तै अब एउटा अब ठ्याक्क अब मानौ मैले एउटा पिरियड पढाएर आएँ, एउटा घन्टी पढाएर आएँ र लिजर पिरियड भयो अथवा खाली पिरियड भयो र एउटा किताब खोले भने त्यो किताबको कथामा जाँदै गर्दा डुब्दै गर्दा फेरि म अर्को संसारमा पुगेँ हुन्छु। हुन त म त्यही चाहिँ पिरियड सकेर अफिस कोठामा आएको त्यही अफिस कोठाभित्र नै हुन्छु भौतिक रूपले, तर चाहिँ अब मन मस्तिष्क भनौँ कल्पना भनौँ अर्को संसारमा पुगिसकेका हुन्छ। त्यस्तो सौभाग्य त किताब पढ्ने मान्छेलाई नै पाउन सक्ने भयो। त्यो हिसाबले पनि किताब पढ्नुपर्छ हजुरले भनेको कुरामा सहमत छु। सागरजी धेरै धेरै धन्यवाद तपाईँलाई होइन, यो समय दिनुभयो। अब धेरै कुरा त हामीले तपाईँको किताबको बारेमा अथवा लेखनको बारेमा नै कुरा गर्यौँ। अब अलिकति अन्त्यतिर तपाईँको पर्सनल इन्ट्रेस्ट चाहिँ केमा छ अपार्ट फ्रम यो टिचिङ र लेखन बाहेक? के कुरामा चाहिँ अब भनौँ न खाली समय तपाईँले के कुरामा समय बिताउनुहुन्छ? अब के छ तपाईँको अलिकति आफ्नो बारेमा भनिदिनुहोस् न। अपार्ट फ्रम यो लेख्ने अब पढाउने त छँदैछ होइन, त्यो बाहेक पनि त अब सागर भन्ने मान्छेले अरू धेरै कुराहरू गर्नुहुन्छ होला होइन, अलिकति त्यस बारेमा नि हाम्रो लिसनर्सहरूलाई बताइदिनुहोस् न। त्यसमा चाहिँ त्यस्तोमा चाहिँ मलाई यो हिमालहरू एकदम मनपर्छ, मलाई घुम्नु चाहिँ एकदम मनपर्छ। म अब यता केही बिदा पाउने बित्तिकै भनौँ, केही बिदा हुने बित्तिकै, केही आफ्नो फ्री समय हुने बित्तिकै चाहिँ म चाहिँ घुम्न हिँड्छु, ब्याग बोक्छु घुम्न हिँड्छु। घुम्न चाहिँ मलाई एकदम मनपर्छ। त्यो घुम्दै गर्दाखेरि मलाई चाहिँ अलिकति माथि माथि चाहिँ नि जुन हाम्रो लेकतिरको हाम्रो नेपाल त अब भनौँ न हिमाल पहाड तराई हुँदै गर्दाखेरि अलि उच्च पहाडतिर हिमालतिर उक्लिनु जस्तो लाग्छ, त्यतातिर उक्लिने पनि गर्छु। म ट्रेकहरूमा चाहिँ एकदमै इन्ट्रेस्ट राख्छु। अनि गएर चाहिँ नि त्यो सँगसँगै चाहिँ अब मलाई चाहिँ नि अलिकति टिपिकल गाउँ नै मनपर्छ। टिपिकल गाउँ भन्नाले चाहिँ अब जहाँ रैथाने गाउँहरू एउटा हुन्छ, समाज हुन्छ, त्यो गाउँ नै मनपर्छ। त्यहाँको मलाई सबभन्दा आकर्षित गर्ने उनको भान्साले आकर्षित गर्छ। एक त विशेष गरी भनौँ अब स्पेसिफिक रूपमै भन्नु पर्दाखेरि अब गुरुङ घरहरूको भान्साले भनौँ न मजाको त्यो चाहिँ नि माटोले पोतेर बनाएको ठुलो फराकिलो भान्सा आगोमा बनेको खानेकुरा मलाई खानु मनपर्छ। भनौँ न गाउँकै रैथाने चिजहरू त्यो खालको मलाई घुम्न र त्यही खालको अर्ग्यानिक कुरा चाहिँ भनौँ टिपिकल गाउँको विभिन्न पाटाहरू त्यही नै, त्यसमा चाहिँ म एकदमै फ्री समय पाउने बित्तिकै म त्यतातिर लाग्छु। र अर्को भनेको गीतहरूमा पनि मलाई अब म्युजिकतिर मलाई राम्रो इन्ट्रेस्ट छ। फिल्महरू म एकदम बढी हेर्छु। त्यही भएर पनि अब कतिले भन्नुभएको छ फिडब्याक दिनेहरूले पनि यो तपाईँको लेखनी चाहिँ अलिकति दृश्यात्मक छ। तपाईँको पढ्दै गर्दाखेरि चाहिँ कुनै एउटा फिल्म हेरे जस्तो दृश्य चलिरहेछ भने जस्तो लाग्छ भन्नुहुन्छ। त्यो चाहिँ मेरो सायद मैले एकदमै बढी फिल्म हेर्ने भएर चाहिँ त्यो खालको लेखनीमा झल्क्या होला सायद। त्यही भएर म फिल्म चाहिँ एकदमै बढी हेर्छु। मेरो पर्सनल इन्ट्रेस्ट भन्नुपर्दा शाहरुख खानको म एकदमै बढी ठुलो फ्यान हो। अनि त्यो हिसाबले जानुपर्दा चाहिँ फिल्महरू अनि गीतहरू, गीत सङ्गीत, फिल्म भयो अनि गएर घुम्न, यति तिनवटा चाहिँ मलाई एकदमै बढी मनपर्छ भनौँ। त्यही नै हो। अब किताब बाहिर चाहिँ अथवा चाहिँ अब टिचिङ आफ्नो प्रोफेसन बाहिर चाहिँ यी कुराहरूले आकर्षित गर्छ। अनि गायन क्षेत्रतिर चाहिँ तपाईँ अब के छ विचार, अगाडि बढ्नुहुन्छ अथवा भनौँ न त्यो क्षेत्रतिर चाहिँ भयो अब मलाई पुग्यो भन्ने जस्तो भयो कि अझ तपाईँ अब भनौँ न गाउँछु त्यसमा नि इन्ट्रेस्ट छ भन्ने के छ त्यसमा चाहिँ? छैन, त्यस्तो भयो पुग्यो भन्ने छैन। अब जस्तो कि लाइभ दोहोरी अब गाउँ अब प्रतियोगितामा भाग लिँदै जाउँ भन्ने त्यस्तो त मलाई लाग्दैन। तर आफूलाई अब आफै अब एउटा राइटर भएको हिसाबले पनि राम्रो राम्रो गीतहरू लेखौँ, अब लिरिक्सहरू लेखौँ, अनि त्यसपछि अब सकिन्छ आफै गाउँ, अब सकिँदैन अब सिङ्गरलाई दिएर भए पनि एल्बमहरू चाहिँ गरौँ भन्ने लाग्छ। त्यस्ता गीतहरू मैले केही लेखेर पनि राखेको छु। अब त्यो ठ्याक्क अब त्यसरी जुरेको छैन भनौँ, कोहीसित त्यो खालको भेटघाट इन्टरेक्सन भएको छैन। अब निकालौँ गरौँ भन्ने त्यस्तो भएको छैन। भविष्यमा चाहिँ तपाईँको गीत पनि आउन सक्ने सम्भावना चाहिँ छ होइन? अच्छा, त्यो चाहिँ अब निकालौँ भन्ने छ, एउटा केही न केही त गरौँ भन्ने छ। त्यो खालको हिसाबले गर्दाखेरि चाहिँ गीतमा मलाई इन्ट्रेस्ट पनि छ र लेखेको पनि छु 2-4वटा, तर चाहिँ प्रकाशित भनौँ अथवा कतै प्रसारित छैन। ल सागरजी, अब चाहिँ हामी कन्भर्सेसनको अन्त्यतिर आइसक्यौँ होइन। मलाई चाहिँ मन लागेको सबै प्रश्नहरू चाहिँ मैले सोधिसकेँ, जति मैले सोच्न सकेँ होइन। तपाईँलाई के भन्न मन लागेको कुराहरू छ जुन चाहिँ अब हामीले छुट्यायौँ भनौँ न?
हजुर हजुर, श्रीयाजीले धेरै प्रश्नहरू सोध्नुभयो, कति अब उत्तर त्यही हिसाबले मैले जति जाने बुझेँ त्यही हिसाबले मैले उत्तरहरू पनि दिएँ होला। मलाई चाहिँ एउटा क्वेसन सोध्न मन लागेको छ श्रीयाजीसँग, जस्तो कि के क्वेसन भन्दाखेरि अब मैले श्रीयाजीले त धेरै क्वेसन सोध्नुभयो, तर मैले चाहिँ एउटै क्वेसन सोध्न मन लागेको चाहिँ यो बुक चाहिँ श्रीयाजीले अब अस्ट्रेलियामै हुनुहुन्थ्यो होला सायद त्यो बेलामा, अस्ट्रेलियामा कसरी चाहिँ कुन माध्यमले पाउनुभयो, कसरी चाहिँ यो पढौँ भन्ने लाग्यो र कसरी चाहिँ पढ्नुभयो, त्यो चाहिँ मलाई एकदमै सुन्नलाई चाहिँ म एकदम आतुर थिएँ बस्तो कि म चाहिँ एभ्री इयर नेपाल आउँदाखेरिमा चाहिँ नेपालबाट बुकहरू किताबहरू किनेर लिएर आउँछु कि। सो त्यही क्रममा नेपाल जाँदाखेरिमा लास्ट इयर चाहिँ म बुकहरू किन्न गएको थिएँ अनि सकेसम्म म नेपाली बुकहरू चाहिँ पढौँ भन्ने लाग्छ मलाई चाहिँ होइन, किनभने हाम्रो साहित्यलाई पनि अगाडि बढाउनु पर्यो अथवा भनौँ मैले नै रेकमेन्ड गरेर एक दुईजना साथीहरूले पढ्यो भने पनि भनौँ न एटलिस्ट एक दुईजना पाठक बढ्ने हुन्छ नि त, त्यो हिसाबले पनि म जहिले पनि नेपाल जाँदाखेरिमा चाहिँ बुकहरू किनेर लिएर आउँछु। त्यही क्रममा लास्ट इयर चाहिँ म बुक किन्न गएको थिएँ त्यही न्यू रोडमा, अनि मैले त्यहाँ चाहिँ भनौँ न एकजना दाइ हुनुहुन्छ, उहाँलाई चाहिँ बुकहरू अहिले के आछ भन्दा चाहिँ यो राईपाली भन्ज्याङ पनि एकदम राम्रो किताब हो पढ्नुहोस् भनेर दिनुभएको थियो, अनि मैले त्यतिखेर चाहिँ नेपालबाट किनेर लिएर आएको हो र जस पढेर एक दुई पेज पढ्ने बित्तिकै एकदमै अट्याच्ड भएको भनौँ न त्यो क्यारेक्टरहरूसँग होइन, त्यो जुन हिसाबले तपाईँले गाउँहरू डिस्क्राइब गर्नु भएको छ, लाहुरेको लाइफहरू, किनभने मेरो ड्याडी पनि आर्मीबाट नै हुनुहुन्छ, त्यो सबै कुराहरू चाहिँ एकदमै अट्र्याक्ट गर्यो कि भनौँ न, एकदम अट्याच्ड भएँ म त्यो क्यारेक्टरहरूसँग। हजुर हजुर, अनि पढ्दै जाँदा एकदमै हजुर हजुर मलाई एकदमै खुद्दुली लागेको विषय थियो कि अब हजुर अस्ट्रेलियामा हुनुभएको मान्छे, अब किताब अब पुग्न त पुगि नै हाल्ने भयो, त्यो कुनै अप्ठ्यारो भएन, अहिले त अब यतिकै अनलाइन डेलिभरी पनि हुने गर्छ, तर चाहिँ नि त्यो हुँदै गर्दा पनि कसरी चाहिँ राईपाली भन्ज्याङ नै तपाईँमा पुग्यो होला त, एउटा कुनै माध्यम त हुन पर्यो त्यो खालको, जस्तो कि अब त्यही पसलकै मान्छे कोही दाइले चाहिँ अब रिकमेन्ड गरिदिनु भयो भन्नुभयो, त्यो चाहिँ के मार्फत गयो रहेछ भन्ने चाहिँ मलाई लागेको थियो, किन भन्दाखेरि अब देशबाटै त विभिन्न प्रतिक्रियाहरू आउँछन्, तर अब्रोडबाट त्यो खालको तपाईँले जसरी आउँदाखेरि चाहिँ त्यसले थप चाहिँ अझ बढी खुसी मिलेको थियो कि मलाई त्यतिखेर। त्यो मैले स्टोरीमा राख्नुको कारण चाहिँ मेरो स्टोरी हेरेर एक दुईजनाले प्रश्न सोध्यो अथवा त्यो बुक पढ्यो भने कतिजनाले मलाई चाहिँ कहाँबाट लिएर आएको यो किताब यस्तो कुराहरू सोध्छ कि, सो त्यो हिसाबले चाहिँ मलाई भनौँ न हाम्रै आफ्नो कल्चर हाम्रो आफ्नो राइटरलाई पनि अलिकति प्रमोट गर्नुपर्छ, उनीहरू पनि होइन विदेशमा मान्छेहरू लेखेर नै उनीहरूको जीवन बित्छ भने हामी पनि त गर्नु पर्यो नि त भन्ने एउटा हिसाबले पनि भनौँ न त्यो स्टोरीहरू चाहिँ मैले सेयर गरेर आउँछु र एकदमै मन परेको किताब हो नढाँटिकन भन्नुपर्दा चाहिँ होइन। त्यही नै हो सागरजी, तपाईँलाई चाहिँ अब भविष्यको लागि पनि धेरै धेरै शुभकामना दिन चाहन्छु होइन। अब फेरि मेबी अर्को किताब निस्किसकेपछि फेरि हामी यसरी नै कुरा गरौँला होइन, त्यसमा केही पनि छैन। र त्यही नै हो आज जुन तपाईँले भनौँ न समय दिनुभयो हामीलाई, त्यसको लागि चाहिँ हिमालयन रेडियो हाम्रो टिम रचनाको तर्फबाट चाहिँ तपाईँलाई धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु। र अन्त्यमा केही भन्न चाहनुहुन्छ भने चाहिँ? ठिक छ श्रेयाजी, धेरै खुसी लाग्यो तपाईँले जुन यो अवसर प्रदान गर्नुभयो। अब भनौँ त्यही राईपाली भन्ज्याङ किताब मार्फत नै हामी यसरी जोडिन पुग्यौँ, धेरै खुसी पनि लाग्यो। कुरा पनि अब लगभग 1 घण्टा जस्तो हाम्रो बीच राम्रै अनौपचारिक खुल्ला मजाकै कुरा भयो भन्ने लाग्छ। एउटा सानो रिक्वेस्ट चाहिँ अब जस्तो कि मैले बिहान पोस्ट हालेपछि बिहान चाहिँ फेसबुकमा हामी आउनेछौँ भन्ने पोस्ट हालेपछि विभिन्न साथीहरूले जुनियर सिनियर दाजुभाइहरूले चाहिँ नि यो कसरी हामीले पनि सुन्न सक्छौँ होला भनेर, अब लाइभ त अब त्यहाँ रेडियोमा जानुहरूले त सुन्नु भएकै छ, यो कसरी हामीले चाहिँ सुन्न सक्छौँ होला। पछि ठ्याक्कै त्यही समयमा चाहिँ म यता फेरि हाम्रो अर्कै कामहरू पर्छ भन्ने हिसाबले पनि सोधिरहनु भएको थियो। यो हाम्रो रेकर्डेड छ, यसलाई कुनै माध्यमबाट सेयर गर्न मिल्छ मैले फेसबुकमा भन्ने पनि सोध्न चाहे। रेकर्डेड हुन्छ, तर यो चाहिँ अब 1 हप्तापछि मात्रै अभाइलेबल हुन्छ होइन। त्यो चाहिँ मैले तपाईँलाई इमेल गरिदिन सक्छु हाम्रो यो कन्भर्सेसन चाहिँ। मजाले त्यति नै हो इच्छा, त्यति नै जिज्ञासा हो। अरू भनेको खुसी लाग्यो, धेरै मजाको कुराकानी भयो, मजाले खुल्ला। अब नेपाल आउँदाखेरि सम्झिनु होला, म त यता नेपालमै छु के अरे। हजुर, नेपाल आउँदाखेरि सम्झिनु होला, यही किताबको बारेमा अथवा चाहिँ साहित्यको बारेमा थप कुराकानी हामी बीच हुने नै छ भन्न चाहे।
हस् तपाईलाई चाहिँ हाम्रो तर्फबाट धेरै धेरै शुभकामना र त्यही नै हो अर्को बुक चाहिँ छिट्टै आओस् भनेर भन्न चाहन्छु हैन अनि हुन्छ हामी सोशल मिडियामा अलरेडी जुडेको नै छौं कुराहरू त भइ नै हाल्छ त्यही नै भन्न चाहन्छु तपाईलाई चाहिँ थ्यांक यू र अल द बेस्ट हुन्छ श्रीयाजी हस् तपाईलाई पनि धेरै धेरै धन्यवाद र शुभकामना हस् अहिलेको लागि हामी छुटिन्छौं ल हस् धन्यवाद अलराइट भर्खरै सागरजीसँगको कुराकानी सकिसकेको छ एउटा कुरा भन्न मन लाग्यो सबभन्दा फर्स्टमा त हामी जहिले पनि कुराकानी गर्दाखेरि प्रश्न सकिने हो कि भनेर हामीले भनिरहेको हुन्छ तर कुराकानी गर्दा त लगभग 1 घण्टाको हामीले चाहिँ आधा घण्टासम्मको भनेको थियौँ तर 50 मिनटको हाम्रो यो संवाद रह्यो मैले चाहिँ क्वेशनहरु गरे किन मैले किताब पढिसकेको छुइनँ त्यही भएर पनि मैले प्रश्न सोध्ने मेरो कुनै अधिकार छ सम्म लान किताबको बारेमा बट दिलले मैले चाहिँ एक दुईवटा प्रश्न सोध्ने जस्तो कुराहरु थियो तर दिलले त्यो क्वेशन पनि सोध्नु भयो त्यही भएर म चाहिँ चुप नै लाएर बसे सबैभन्दा पहिला त उहाँको नेपाली अघि भन्नुभएको थियो मलाई उहाँलाई चाहिँ नेपाली भाषाहरुको हैन धेरै ज्ञान भन्थ्यो उहाँको त्यो संवाद गर्दाखेरिको जुन उहाँले शब्दहरु एक दुईवटा निकाल्नु भएको थियो मैले एक दुईवटा शब्दहरु लेखेको थिएँ लेख्न खोजेको थिएँ त्यो आएन तर एक दुईवटा नेपाली शब्दहरु चाहिँ मलाई त्यसको बारेमा हुन्छ नि हामीले कहिले पनि त्यो हाम्रो यो डेली लाइफमा चाहिँ हामीले यो युज गरिरहेको हुँदैन उहाँले युज गर्नुभएको थियो त्यसबाट पनि हामीले आई थिंक लेखकको बारेमा हामीले अलिकति भन्छ नि उहाँहरु हामी भन्दा अलि धेरै यसको बारेमा ज्ञान हुने भनेर त्यहाँबाट पनि थाहा हुन्छ मैले एक दुईवटा शब्दहरु यहाँ लेखिरहेको थिएँ उहाँले दृश्यात्मक भन्ने खालको एउटा शब्द युज गर्नुभएको थियो हैन अरु एक दुईवटा शब्द पनि युज गर्नुभएको थियो बरु एनीवे किताब मैले पढेको छु तर दिदीको रेकमेन्डेसन रहेको छ एकदमै राम्रो नम्बर पनि भनेर भन्नुभयो दिले नेपालमा पनि राम्रो चलेको भन्नुभयो हैन अर्को कुरा भनेको हामीले नेपाली भनौं न यो अब नेपाली लेखकहरुलाई चाहिँ कसरी प्रोत्साहन गर्ने भन्ने हिसाबले हाम्रो हिमालयन रेडियोको प्रयास भनेको नेपालीहरुलाई अगाडि बढाउने हिसाबले दिले जुन यो उहाँलाई चाहिँ कन्ट्याक्ट गरेर आज यो हाम्रो जुन संवाद रह्यो एकदमै राम्रो रह्यो जस्तो लाग्छ र म अहिले अघि एकछिन बाहिर गएको थिएँ कस्तो सुनिरहेछ भनेर हैन अनि हाम्रो बाहिर यहाँ स्टेशन बाहिर हाम्रो स्टेशनमा चाहिँ रेडियो बक्स छ जुन हाम्रो नेपालतिर पुरानो खालको हुन्छ त्यस्तो खालको रेडियो पछाडि बाहिर छ र मैले त्यो रेडियोमा सुनिराख्दाखेरि चाहिँ के म त एकछिन बसेँ नि मल्टी आएँ मलाई चाहिँ नेपालमा हामीले रेडियो अन गरेर सुन्दाखेरिको जुन त्यो फिल थियो नि त्यस्तो आइरहेको थियो कि लाइक त्यो आवाज छ नि जुन तरिकाको आवाज थियो र त्यो स्वर त्यसबाट आउने हामीले अब अहिले मोबाइलमा मैले सुन्नु र त्यो रेडियो बक्स एक्चुअलमा सुन्नु चाहिँ फरक रहेछ भन्ने कुरा मैले भर्खरै मलाई रियलाइज भयो कि हुन्छ नि इट्स कम्प्लिटली डिफरेन्ट आई नो हामीले अब जस्तै म पनि घरमा हुँदाखेरि मैले मोबाइलमा सुनिरहेको हुन्छु किनभने हामीसँग त्यो एनालग रेडियो त छैन तर रेडियोको त्यो एक्चुअल बक्समा सुन्नु र मोबाइलमा सुन्नु चाहिँ एकदमै तपाईँ पनि कहिलेकाहीँ यो गो हैन एकचोटि सुन्नु हैन हामीले बोलिरहेको एकदमै डिफरेन्ट छ कि लाइक तर त्यही अब हामी त अलिकति अगाडिको जेनेरेसनको भएर पनि होला तर जोस जति टेक्नोलोजीहरू आए पनि जति नयाँ कुराहरू आए पनि त्यो हामीले जिएको लाइफ छ नि द्याट वाज सो इन्ट्रेस्टिङ के है त्यो पार्ट हरेक कुरा भनौँ न नट जस्ट हामीले यो रेडियोको कुरा गर्यौं हाम्रो बाल्यकाल हामीले खेल्ने खेलहरू हैन भनौँ न अहिले पनि जुन मित्रताको कुरा गरिन्छ हामीले रसर हामी कहिलेकाहीँ कुरा गर्छौं त्यो फ्रेन्डशिपै छैन जस्तो लाग्छ कि आजभोलि हैन जुन पहिला हाम्रो स्कुलमा अथवा कलेजमा हुँदा साथीहरुसँगको जुन फ्रेन्डशिप हुन्थ्यो त्यो चाहिँ के पनि छैन जस्तो फिल हुन्छ कि समय टेक्नोलोजीहरु सबै परिवर्तन भएर गइसक्यो र मान्छेसँग समय एकदमै कम हुँदै गइराछ हैन र स्वास्थ्यको हिसाबले पनि भनौं न अहिले मान्छेलाई धेरै रोगहरू लागिरहेको हुन्छ केही न केही चाहिँ भनौं न गलत भइराछ जस्तो चाहिँ फिल हुन्छ क्या अहिले मान्छेलाई जुन हिसाबले रोगहरू लागिरा हुन्छ होला त्यो समय पनि त्यो रोगहरू थियो होला तर हामीले त्यतिखेर आइडेन्टिफाई गर्न सकेन तर जुन प्रतिशतले अहिले बढिरहेछ हैन आई डोन्ट थिंक त्यो समयमा त्यो कुराहरू थियो जस्तो चाहिँ लाग्दैन के र भनौं अहिलेको जेनेरेसनले जेनजीहरुले हैन र के मिलेनियल भन्छ नबुझे तापनि तर जस आई थिंक हामी चाहिँ लकी नै हौ हरेक फेज लाई बाँच्दै चाहिँ यहाँसम्म आइपुगेको छौं हैन द्याट्स भेरी इन्ट्रेस्टिङ सो यो किताबको बारेमा भन्नुपर्दाखेरिमा चाहिँ हामी दुवैजना रसर मलाई चाहिँ वी लभ रिडिङ बुक्स र लकीली हामीले नेपाली पढ्न सक्छौं हैन
किनभने मलाई चाहिँ कतिजनाले कहिले नेपालमा हुँदा बुक मगाएर हुन्छ तर इङ्ग्लिस भर्जनमा अरे कि उनीहरूलाई किनभने नेपाली पढ्न सक्दैन भनेर भनिरह हुन्छ बट देन लकिली हामी नेपाली पढ्न सक्छौँ र अहिले कस्तो फिल हुन्छ भने तपाईँलाई जतिसुकै इङ्ग्लिसमा तपाईँ पोख्त भए तापनि जे भए पनि आफ्नो भाषाको त्यो आफ्नोपन भनौँ न चाहिँ हुँदैन जस्तो लाग्छ होइन जस्तो अब साथीहरूसँग कुरा गर्दाखेरिमा जुन हिसाबले तपाईँले एक्सप्रेस गर्न सक्नुहुन्छ त्यो चाहिँ आई थिङ्क यु नेभर क्यान डु इन अर्को भाषामा होइन एक्ज्याक्टली एब्सोल्युटली त्यही भएर कहिले काहीँ काममा पनि त के एक्सप्रेस गर्नु पर्यो नि त्यो अब शब्दै आउँदैन इङ्ग्लिसमा अब कसरी भन्ने खालको भइरहेको छ नि कति टाइम एक्ज्याक्टली एनिवे हामी हिमालय रेडियो 88.9 छौँ र अहिले हामीसँग अझै पनि 1 घण्टाको समय रहेको छ अहिले पनि हामी एउटा गीत साङ्गीतिक ब्रेक लिन्छौँ त्यसपछि आएर फेरि पनि कुराकानीलाई अगाडि बढाउनेछौँ प्लिज स्टे ट्युन टु हिमालयन रेडियो 88.9 Thanks.